Hi, good evening. It's me Krishna Thapa. This is my another blog. So त्यो भिडियो र यो भिडियोमा चाहिँ अलिकति फेस र अनि बडी चाहिँ डिफरेन्ट छ हैन किनकि त्यो चाहिँ 2 वर्ष अगाडिको भिडियो थियो र अहिले चाहिँ 2 वर्ष पछाडी म चाहिँ नेपालमा छु त्यही भएर चाहिँ अहिले यो भिडियो पोस्ट गर्दै छु किनकि त्यतिखेर एज अ सेक्युरिटी लाइफ कम्पनी पोलिसी अनि क्लाइन्ट पोलिसी मैले चाहिँ युनिफर्ममा चाहिँ भिडियो गराउन मिल्दैन थियो भिडियो पोस्ट गर्न मिल्दैन थियो त्यही भएर भिडियो चाहिँ क्लिक गरेर राखेको थिएँ र पोस्ट चाहिँ गरेको थिएन सो अहिले नेपालमा छु मलाई बाल भएन हैन म चाहिँ भिडियो पोस्ट गर्न सक्छु सो त्यही भएर चाहिँ भिडियो पोस्ट गर्दै छु एभर इन माई लाइफ एज अ सेक्युरिटी ड्युटी अनि काम एभ्रिथिङ भनौँ न त्यो चाहिँ मेरो फर्स्ट टाइम थियो फर्स्ट डे ड्युटी थियो जो एक्साइटमेन्ट थियो मनमा यसरी ड्युटी गर्ने यस्तो हुन्छ होला यति मजा आउँछ होला भनेर जो गरिन्थ्यो प्लान गरेर गएको थियो एक्ज्याक्ट ड्युटी लोकेसन पुग्दाखेरि एकदमै डिफ्रेन्ट है जो त्यो एक्साइटमेन्ट थियो नि त्यो ड्युटी लोकेसनमा पुगिसके मरिगयो एकदमै क्लियरै भइगयो हैन जहिले पनि मान्छे रियलको लाइफ भन्दा रियालिटीको लाइफमा चाहिँ के छ भने त्यो चाहिँ सोचेर चल्नु पर्दो रहेछ विदेश जाँदाखेरि भन्ने चाहिँ मैले त्यतिखेर बुझेँ स्टे ट्युन अन माई भिडियो आजबाट चाहिँ ड्युटी स्टार्ट भएको छ हैन आफ्टर यहाँ आएको 7-8 दिनपछि चाहिँ ड्युटी स्टार्ट हैन सो अब अहिले चाहिँ जान लाग्यो गाडीमा तर चाहिँ गाडी आउँछ लिनलाई पिकअप एन्ड ड्रप गाडीको काम त्यही हो हैन अब खाना चाहिँ लगभग यताउता गरेर आफ्नै चाहिँ प्याक गरेर लिएर जानुपर्छ हैन त्यो चाहिँ लोकेसन हेरेर हुन्छ त्यही हो अब चाहिँ म बाहिर निस्केँ सो हाम्रो अलिसाप गाडी त एउटा हिँड्छ हैन यो गाडी जाने कि अर्को गाडी जाने हो त्यो चाहिँ आइडिया छैन लेट्स सी यो गाडी हैन यही गाडी हो आई थिङ्क दिस इज नट सो गाडी बाहिर छ भन्ने कुरा चाहिँ आएको थियो सो अब त्यो ड्युटीमा बसेपछि चाहिँ भिडियोहरू गर्नलाई लाउड छैन फोनहरू चलाउन अलाउड छैन हैन जे गर्ने हेर्ने गर्ने हो ओके सी यु इन द मर्निङ अनि अब 20 मिनटको ब्रेक टाइम पछि त्यहाँ म ड्युटी लाग्छु हैन खाना खानु पर्यो भोक लागिरहेछ त्यस्तै हो ड्युटी गर्नु पर्यो हैन सो यो चाहिँ सब एरिया हो यो साइडमा चाहिँ केही पनि छैन हाम्रो चाहिँ रिसिभिङ एरिया मात्रै छ मेन फ्रन्ट लाइन चाहिँ माथि छ सो अब फ्रन्ट लाइन पनि जानुपर्छ अहिले हैन फ्रन्ट लाइनमा चाहिँ भिडियो गराउन मिल्दैन केही गर्न मिल्दैन ड्युटी ओके छ ठिक छ तर त्यही हो अलिकति हार्ड पनि छ हैन काम हेरिकन लेट्स सी गर्दै जाउँ हैन कहाँसम्म गइन्छ सो म चाहिँ अब खाना खानु पर्यो म चाहिँ खाना खानु लाग्यो हैन सो ओके हैन आई मिन म चाहिँ अहिले रेस्ट टाइममा छु है 11 बजेदेखि 11:30 बजेसम्मको अहिलेको रेस्ट हाफ आवर देन 5 to 5:30 रेस्ट टाइम त्यही हो हैन ड्युटी गर्ने खतरा प्लान थियो जस जुन तरिकाले ड्युटी गर्ने प्लान थियो त्यस्तै भइरहेछ दिस इज द प्लेस हैन सरी यो चाहिँ म ड्युटी गर्ने ठाउँ हो सुपर मार्केट यो चाहिँ यहाँको ठाउँ सो अब टाइम त धेरै छैन यार ओके सो मेरो चाहिँ अब टाइम अफ हुँदैछ होइन माथि जाने बस्ने अब चाहिँ सो यो चाहिँ मेरो पहिलेदेखि नै एक्ज्याक्ट मलाई पनि आइडिया छैन होइन ड्युटी चाहिँ के हुन्छ कस्तो हुन्छ भनेर सो म जाँदैछु अब एकछिनलाई